किरात पार्क कहाँबाट कसरी जाने? किरात पार्क जानको लागि मेची हाइवे अन्तर्गत बुद्धशान्ति 4 बर्ने आपिन्चोकबाट पूर्वतर्फ निर्माणाधीन मदन भण्डारी हाइवेको बाटो हुँदै करिब 1 किलोमिटर यात्रा गरेपछि पुगिन्छ। पहिले भुटानी शरणार्थी क्याम्प रहेको हालको टिमाई तरकारी मण्डी। टिमाई तरकारी मण्डी नजिकै रहेको टिमाई खोलाको पुल पार गर्दै केही अगाडि बढेपछि पुगिन्छ शान्तिनगर। शान्तिनगरको मिल चोक आएपछि मदन भण्डारी हाइवे छाडेर उत्तरतर्फ लाग्नुपर्छ। यहाँबाट करिब 15 मिनेटको यात्रा गरेपछि पुगिन्छ यस्तो सुन्दर ठाउँमा, जहाँबाट वरिपरि हेर्दा पहाड नै पहाड देखिन्छ। तर यो ठाउँ अझै पनि झापा नै हो। यहाँबाट केही उत्तरतर्फ लाग्दा करिब 5 मिनेटमा पुगिन्छ गौडा। गौडा चोकतिर नगई यो बाटो सिधै उत्तर लाग्दा हामी इलाम प्रवेश गर्छौं। यहाँबाट बाटो अलिकति कठिन छ, कच्ची बाटो, उकालो र घुमाउरो, तर पनि पहाडको हरियाली हेर्दा हेर्दै करिब 25 मिनेटको यात्रापछि हामी पुग्छौं रोङपा चिसापानीमा रहेको किरात पार्क। किरात पार्कको 2081 सालमा निर्माण सम्पन्न भएको थियो, तर यहाँ घुम्न आउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। यसको आसपास अन्य स्थानहरूमा जस्तै बस्नको लागि सुविधा सम्पन्न होटल लजहरू नभए पनि केही होमस्टेहरू भने सञ्चालनमा छन्।